नमस्कार साथीहरु, म टेकराज चन्दरा फेरि पनि म एउटा अर्को भिडियो लिएर आएको छु। आज चाहिँ हामी अब YouTube तिर भिडियोहरु कसरी अपलोड गर्ने अनि कुन चाहिँ सफ्टवेयरमा ट्यागहरु लगाउने, कसरी डिस्क्रिप्सन लगाउने अनि टाइटल चाहिँ कसरी लगाउने, YouTube चलाउनको लागि कुन चाहिँ सफ्टवेयर हामीले युज गर्नुपर्छ, यो विषयमा आज चाहिँ अर्को भिडियो लिएर आएको छु। अघिल्लो दुईटा भिडियोहरु बनाएको थिए, अलिअलि केही तपाईहरुले साथ सपोर्ट दिनुभयो, तर शेयर भने तपाईहरुले गरिदिनु भएन। शेयर जरुर गरिदिनु होला। हजुरहरुले साथ सपोर्ट दियो भने यो टीआरसी डिजिटल पेजमा हजुरहरुलाई एक कुरा शेयर गर्ने छु र सँगै हजुरसँगै मैले सिकेका कुराहरु र आफूलाई सिक्ने कुराहरु पनि हजुरसँगै हामी सबैजना मिलेर सिक्ने छौं। भिडियोलाई चाहिँ जरुर सपोर्ट गरिदिनु होला है। अब भिडियो अपलोड गर्नको लागि सबभन्दा पहिला तपाई आफ्नो प्ले स्टोरमा गएर YT स्टुडियो डाउनलोड गर्नुपर्छ। यो YT स्टुडियो जुन एप छ, यहीबाट चाहिँ हामीले YouTube मा भिडियो अपलोड गर्दाखेरि हरेक कुराहरु हामीले यहीबाट गर्न सक्छौं। जस्तै यस्तो थम्बनेलहरु लगाउन भिडियोको बाहिर, अनि यस्तो टाइटलहरु लेख्न, अनि त्यसको ट्यागहरु लगाउने, अनि त्यसको चाहिँ डिस्क्रिप्सनहरु लेख्न। अब यो सबै काम गर्नको लागि सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइलको डिस्प्लेमा जानुहोस्। तपाईसँग मोबाइल छ भने पनि काम हुन्छ, यदि मोबाइल छैन तपाईसँग ल्यापटपहरु छ भने पनि हुन्छ। सबैभन्दा पहिला त तपाईले आफ्नो मोबाइलको यो YouTube मा गएर अनि YouTube बाट चाहिँ तपाईले यहाँनेर प्लसको चिन्ह छ, यहाँनेर थिचेर तपाईले आफ्नो भिडियोलाई अपलोड गर्न सक्नुहुनेछ। जस्तै यहाँनेर देखाएको भिडियोहरु मेरो मोबाइलमा भएको ग्यालरीमा भएको भिडियोहरु देखाएको छ। यहाँनेर भिडियोको अप्सन दिएको छ, त्यहाँनेर लामो भिडियोहरु 90 सेकेन्ड भन्दा लामो भिडियोहरु बनाउनु भएको छ भने यहाँबाट अपलोड गर्नुस्। यदि तपाईले सानो भिडियो सर्ट भिडियो बनाउनु भएको छ भने सर्ट भिडियो अपलोड गर्नुस्। तपाईले YouTube च्यानल बनाएर भेरिफाई गर्नु भएको छ भने यहाँबाट लाइभ पनि जान सक्नुहुन्छ। जस्तै एक्जाम्पलको लागि मैले एउटा भिडियो अपलोड गर्छु तपाईहरुको अगाडि। मैले चाहिँ यो भिडियो अपलोड गरे अनि नेक्स्टमा गए। अब यहाँनेर हेर्नुस् है, यो भिडियोको बारेमा लेख्नुस्। यो यहाँ क्रिएट अ टाइटल, टाइप, एडिट एन्ड मेन्सन च्यानल भनेर लेखेको छ नि। यहाँनेर भिडियोको टाइटल लेख्नुस् अनि च्यानललाई मेन्सन गरेर भिडियोको टाइटल लेख्नुस्। तपाईले भिडियोहरु कस्तो बनाउनु भएको छ त्यो बारेमा लेख्नुस्। अनि यहाँभन्दा तल डिस्क्रिप्सन दिएको छ, त्यहाँभन्दा तल अनलिस्टेड दिएको छ। यहाँनेर चाहिँ अनलिस्टेड गर्नुपर्छ। भिडियो अपलोड गर्दाखेरि पब्लिक लेखेको हुन्छ, पब्लिकबाट अनलिस्टेडमा गर्ने। यहाँनेर हेर्नुस् है, त्यो अनलिस्टेडमा क्लिक गर्यो भने यो पब्लिक दिएको छ। पब्लिकमा गर्ने हैन, अपलोड गर्दाखेरि अनलिस्टेडमा गर्ने हो। यहाँभन्दा तल नो इट्स मेड फर किड्स लेखेको छ। यहाँनेर चाहिँ नो गर्दिने हो, यो भिडियोहरु बच्चाहरुको लागि हैन है। अनि त्यसभन्दा पछि तल यो प्लेलिस्ट लेखेको छ। यहाँनेर तपाईले प्लेलिस्ट बनाउनु भएको छ भने प्लेलिस्टमा एड गर्ने हो। मैले चाहिँ कुनै पनि प्लेलिस्ट बनाएको छैन। अनि त्यसभन्दा पछि तल आको छ अल्टरनेट कन्टेन्ट भनेपछि। अल्टरनेट कन्टेन्ट भनेपछि यहाँनेर क्लिक गर्नुस्। अब यहाँनेर यसले सोध्छ तपाईले कुनै भिडियोहरु सिनहरु AI बाट बनाउनु भएको त छैन भनेर सोध्छ। बनाएको छ भने एस लेख्नु पर्छ भिडियोमा, कहीँनेर तपाईले लगाउनु भएको छ भने। यदि तपाईले लगाएकै छैन भने नो लेख्नु पर्छ। AI बाट भिडियोहरु बनाउनु हुँदैन YouTube को लागि है। अनि त्यसभन्दा पछि तपाईले यसलाई अपलोडमा क्लिक गरेर अपलोड प्रोसेसमा हाल्दिनुस्। भिडियो चाहिँ तपाईको अपलोड हुँदै गर्छ उताबाट तपाईले अपलोड प्रोसेसमा राखिसक्नु भयो। अब तपाई चाहिँ YT स्टुडियोमा जानुस्। YT स्टुडियोमा गएपछि तपाईले अपलोड हुन लागेको भिडियो तपाईको यहाँ तल यतापट्टि हेर्नुस् है, यो डैशबोर्ड देखाएको छ, यतापट्टि कन्टेन्ट देखाएको छ, एनालाइटिक्स, कम्युनिटी अर्न देखाएको छ नि यहाँनेर। तपाईले चाहिँ आफ्नो कन्टेन्टमा गएर त्यो भिडियो चाहिँ यहाँ शो गर्छ। अब यहाँ भ्यू अल लेखेको छ, त्यहाँनेर क्लिक गरेर तपाईले अरु पनि भिडियोहरु हाल्न सक्नुहुन्छ। मैले यहाँनेर हेर्नुस् है, मैले धेरै भिडियो हालिसकेको छु। पहिला चाहिँ मैले ब्लगको लागि यो च्यानल बनाएको थिएँ। ब्लगमा त्यति रिस्पोन्स ठीक लागेन, त्यही भएर अब चाहिँ मैले टेक्निकल भिडियोहरु बनाएर यो च्यानलमा आउनेछ। सबैजनाले सपोर्ट चाहिँ जरुर गरिदिनु होला। अब यहाँनेर हेर्नुस् है, तपाईको यहाँनेर देखाउँछ मैले जस्तै मात्र 2 मिनेटमा YouTube च्यानल बनाउन सिक्नुस् भनेर यो थम्बनेल लगाएको छु। यो भिडियोको बाहिरपट्टि हेर्नुस्, अपलोड भिडियो फेसबुक लेखेको छ। यहाँ पुरानो ठाउँमा
अब यस्तै थम्बनेलहरु पनि कसरी लगाउने, थम्बनेलहरु कसरी बनाउने, कहाँबाट बनाउने, सबै कुराहरु म हजुरहरुलाई सिकाइदिने छु बिस्तारै। हजुरहरुले साथ सपोर्ट दिनुभयो भने यतापट्टि हेर्नु हाउ टु क्रिएट युट्युब च्यानल भनेको छ। अब यहाँनेर क्लिक गर्नुहोस्। त्यसभन्दा पछि तपाईले उताबाट अपलोड भएको भिडियोलाई यहाँनेर यो कलमको चिन्ह छ नि, यहाँनेर थिचेर अब यो भिडियोको बारेमा सबै कुराहरु हामीले ट्याग, टाइटल, डिस्क्रिप्सन सबै यहाँबाट लेख्नुपर्ने हुन्छ। अब तपाईले उता टाइटल लेखिसक्नु भएको छ भने ठिक छ, यहाँनेर टाइटल लेखेको छ हाउ टु क्रिएट युट्युब च्यानल टीआरसी डिजिटल भनेर मैले च्यानललाई पनि मेन्सन गरेको छु है। यहाँनेर चाहिँ डिस्क्रिप्सन लेखेको छ, यहाँ हेर्नुस् है। डिस्क्रिप्सनमा गयो भने मैले त्यो टाइटललाई चाहिँ डिस्क्रिप्सनमा सबभन्दा माथि हालेको छु। त्यसभन्दा पछि च्यानलको ट्यागहरु लगाएको छु, टीआरसी डिजिटल अनि टेक्नोलोजी, टेक्निकल, टिच, ट्रेनिङ, टुडे, मैले यस्ता ट्यागहरु लगाएको छु। त्यहाँभन्दा तल चाहिँ यसरी किवर्ड लगाउनु पर्ने हुन्छ। यहाँ हेर्नुस् है, यो किवर्डहरु हाउ टु क्रिएट युट्युब च्यानल, हाउ टु क्रिएट युट्युब च्यानल एन्ड अर्न मनी, हाउ टु क्रिएट युट्युब च्यानल इन तेलुगु, तमिल, कन्नडा, सबै कुराहरु यस्तो ट्यागहरु हुन्छ। यस्तो ट्यागहरु लगाउनु पर्ने हुन्छ। त्यसभन्दा पछि हामीले अब नो इट्स नट मेड फर किड हामीले उताबाटै गरिसकेको थियो। एडिट प्लेलिस्ट मैले उतै सम्झाइसकेको छु हजुरलाई। अल्टरनेट कन्टेन्ट भनेको छ यहाँनेर, यस नो गरिसकेको छु, हजुरलाई थाहै छ अहिले भर्खरै भनेको। अनि यहाँ तल चाहिँ ट्याग, सर्ट, रिमेक्स, क्याटेगोरी भनेर लेखेको छ यहाँ तल। यहाँ क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरेपछि यसरी ट्यागहरु लगाउनु पर्ने हुन्छ, हेर्नुस् है। अब मैले टीआरसी डिजिटल लेखेको छु माथि। त्यसभन्दा पछि हाउ टु क्रिएट च्यानल भनेर सबै कुराहरु यहाँनेर लेखेको छु। यसरी ट्यागहरु लगाउनु पर्ने हुन्छ। अब ट्यागहरु लगाइसकेपछि तपाईले माथिबाट यसरी ब्याक जाने। यो सबै कुराहरु भइसकेपछि तपाईले यहाँनेर सेभको बटन दिएको छ, यहाँनेर क्लिक गरेर तपाईले सेभ गर्नुहोस्। अब तपाईले यहाँनेर टाइटल, यहाँनेर डिस्क्रिप्सन अनि तल यहाँ ट्याग लगाइसकेपछि तपाईले यहाँ यो पब्लिक लेखेको ठाउँ छ नि, यहाँ हामीले उताबाट अनलिस्टेडमा भिडियो अपलोड गरेको हुँदाखेरि यहाँनेर चाहिँ यसरी अनलिस्टेडमा आउन सक्छ। यसरी तपाई यो पब्लिक लेखेको ठाउँमा पब्लिक गरेर तपाईले यहाँबाट पोस्ट पनि गर्न सक्नुहुन्छ। यदि तपाईहरुले टाइटल, ट्याग, डिस्क्रिप्सन सबै लगाइसक्नु भएको छ भने अनि सेभ गर्नुहोस्, तपाईको भिडियो पोस्ट हुन्छ। यसरी टाइटल, डिस्क्रिप्सन र ट्याग लगाएर तपाई भिडियो अपलोड गर्नुभयो भने तपाईको भिडियो भाइरल हुने चान्स एकदमै हुन्छ। यो टीआरसी डिजिटल भन्ने च्यानल मैले चाहिँ नयाँ बनाएको छु। सबैजनाले सपोर्ट गरिदिनु होला। म हजुरहरुलाई एक एक कुरा आफूसँगै सिकाइदिने छु। तपाई र म मिलेर चाहिँ हामीले सबै कुराहरु युट्युबको बारेमा सिक्ने छौं। मलाई पनि सपोर्ट हुन्छ, हजुरहरुले पनि सिक्नुहुन्छ। मैले जानेको कुरा, मैले सिकेको कुरा, हरेक कुराहरु सपोर्ट चाहिँ जरुर गरिदिनु होला। अनि च्यानललाई सब्स्क्राइब चाहिँ जरुर गरिदिनु होला है। यस्तै खालको नेक्स्ट भिडियोहरु पनि धेरै लिएर आउने छु। ट्यागहरु कसरी लगाउने, ट्याग कहाँबाट ल्याउने, कसरी खोज्ने, भाइरल कन्टेन्टहरु कसरी समात्ने, भाइरल ट्यागहरु कसरी समात्ने, अब हरेक कुराहरु म हजुरलाई आफू पनि सिक्दै छु, हजुरहरुलाई पनि सँगसँगै सिकाउने छु। सपोर्ट पनि जरुर गरिदिनु होला।